इतिहासले समय समयमा यस्ता पात्रहरूलाई जन्म दिन्छ जसको उदयले विश्वको स्थापित शक्ति समीकरणहरूलाई नै चुनौती दिने गर्दछ। आजको विश्व राजनीतिमा यस्तै एक महत्वपूर्ण र चकित पार्ने पात्रको रूपमा उभिएका छन् पश्चिम अफ्रिकी देश बुर्किना फासोका नेता इब्राहिम ट्राओरे। केवल 36 वर्षको उमेरमा उनी हाल विश्वकै सबैभन्दा कान्छा राष्ट्रप्रमुख हुन्, तर उनको परिचय यतिमा मात्र सीमित छैन। उनको परिचय उनको उमेरले होइन, बरु उनले छोटो समयमा लिएका साहसी र दूरगामी निर्णयहरूले बनेको छ, जसले गर्दा आज उनी सम्पूर्ण अफ्रिका महादेशकै सबैभन्दा प्रभावशाली र आशालाग्दा नेताको रूपमा दरिएका छन्। आखिर गरिबी, अस्थिरता र अन्धकारको पर्याय मानिएको देशबाट उदाएका यी युवा नेता कसरी चर्चित नेता बन्न पुगे अनि किन उनलाई पश्चिमी विश्वले सबैभन्दा ठूलो खतराको रूपमा हेरिरहेको छ? दर्शकवृन्द, आउनुहोस् आजको यस श्रृंखलामा हामी बुर्किना फासोको पीडादायी इतिहास र इब्राहिम ट्राओरेको क्रान्तिकारी उदय कसरी हुन पुग्यो, आज हामी यसैको बारेमा विशेष चर्चा गर्नेछौं। वास्तवमा इब्राहिम ट्राओरेको कथा बुझ्नु अघि हामीले बुर्किना फासोको पृष्ठभूमि बुझ्नुपर्ने हुन्छ। सन् 1896 मा फ्रान्सले यस क्षेत्रमाथि कब्जा जमायो र यसलाई आफ्नो उपनिवेश बनायो। लगभग 64 वर्षको प्रत्यक्ष शासनपछि सन् 1960 मा बुर्किना फासोले औपचारिक रूपमा स्वतन्त्रता प्राप्त गर्यो, तर यो स्वतन्त्रता केवल नाम मात्रको थियो। व्यवहारमा फ्रान्सले आफ्नो प्रभाव र नियन्त्रण कहिल्यै छोडेन। यो एक प्रकारको अप्रत्यक्ष उपनिवेशवाद थियो जसले देशलाई कागजमा स्वतन्त्र तर वास्तविकतामा परनिर्भर बनाइराख्यो। फ्रान्सको नियन्त्रण बहुआयामिक थियो जसले देशको राजनीति, अर्थतन्त्र, प्राकृतिक स्रोत र सुरक्षामाथि गहिरो पकड जमाएको थियो। फ्रान्सको नव औपनिवेशिक नीतिको सबैभन्दा ठूलो मार बुर्किना फासोको प्राकृतिक स्रोत विशेष गरी सुनमाथि पर्यो। देशको कुल निर्यातको 80% हिस्सा ओगट्ने सुन खानीहरूबाट निस्कने सुनमाथि देशको कुनै नियन्त्रण थिएन। खानी सञ्चालन गर्ने, प्रशोधन गर्ने र अन्तर्राष्ट्रिय बजारमा बेच्ने काम फ्रान्सेली कम्पनीहरूको हातमा थियो, जसले गर्दा देशको सम्पत्ति विदेशी रहेको थियो भने जनता गरिबीमा बाँचिरहेका थिए। यसका साथै फ्रान्सले आफू अनुकूलका शासकहरूलाई सत्तामा राख्ने र सुरक्षाको नाममा आफ्नो सैन्य उपस्थिति कायम राख्ने जस्ता कार्यहरूले देशको सार्वभौमिकतालाई खोक्रो बनाएको थियो। यो निरन्तरको शोषण र अन्यायले गर्दा स्वतन्त्रताको लामो समयसम्म पनि बुर्किना फासो गरिबी, भ्रष्टाचार र राजनीतिक अस्थिरताको चक्रमा फसिरह्यो। जनतामाथिको यो अन्याय र शोषण सधैँभरि टिक्न सक्दैनथ्यो। सन् 2010 को दशकदेखि नै जनतामा आक्रोश बढ्न थाल्यो र देशमा राजनीतिक अस्थिरता चुलियो। जनवरी 2022 मा सेनाले कु गरेर सत्ता हातमा लियो, तर नयाँ शासक जनरल पौल हेनरी डामिबाले पनि देशलाई सही दिशा दिन सकेनन्। सेनाभित्रै बढेको असन्तुष्टिको परिणामस्वरूप सेप्टेम्बर 2022 मा सेनाले अर्को कु गर्यो र यसपटक एक युवा क्याप्टेन इब्राहिम ट्राओरेलाई देशको नेतृत्व सुम्पियो। यहीँबाट बुर्किना फासोको इतिहासमा एक नयाँ र क्रान्तिकारी अध्यायको सुरु हुन्छ। सत्तामा आएपछि इब्राहिम ट्राओरेले एकपछि अर्को यस्ता निर्णयहरू लिए जसले विश्वलाई नै चकित बनायो। उनको पहिलो र सबैभन्दा साहसिक कदम जनवरी 2023 मा फ्रान्ससँगको रक्षा सम्झौता खारेज गर्नु र फ्रान्सेली सेनालाई 1 महिनाभित्र देश छोड्न अल्टिमेटम दिनु थियो। उनको दृढता सामु फ्रान्स झुक्न बाध्य भयो। यसपछि उनले रूस, चीन र टर्की जस्ता देशहरूसँग नयाँ साझेदारी विकास गरेर आफ्नो विदेश नीतिलाई विविधीकरण गरे। उनले देशको सेनालाई बलियो बनाउन यी देशहरूबाट हतियार र तालिमको व्यवस्था गरे। ट्राओरेले बुझेका थिए कि राजनीतिक स्वतन्त्रता तबसम्म अधुरो रहन्छ जबसम्म आर्थिक आत्मनिर्भरता हासिल हुँदैन। यसका लागि उनले देशको सुन उद्योगमाथि राष्ट्रिय नियन्त्रण कायम गर्ने अभियान सुरु गरे। सन् 2023 मा उनले देशको पहिलो सुन प्रशोधन रिफाइनरीको शिलान्यास गरे। विदेशी कम्पनीहरूको खानी अनुमति रद्द गरे र बेलायती स्वामित्वका 2 खानीहरूलाई राष्ट्रियकरण गरे। यसका साथै अगस्त 2024 मा उनले अन्तर्राष्ट्रिय मुद्रा कोष अर्थात IMF को ऋण अस्वीकार गरेर देशलाई बाह्य शक्तिको आर्थिक जालबाट बचाउने आफ्नो संकल्प स्पष्ट पारे। बाह्य सम्बन्ध र अर्थतन्त्रका साथै ट्राओरेले देशको आर्थिक विकासमा पनि उत्तिकै ध्यान दिएका छन्। उनले खाद्य संकटसँग जुझ्न किसानहरूलाई निशुल्क कृषि उपकरण वितरण गरेर कृषि क्रान्तिको सुरुवात गरे। देशको ऊर्जा संकट समाधान गर्न उनले चीनको सहयोगमा सौर्य ऊर्जा प्लान्ट र रुसको सहयोगमा आणविक ऊर्जा प्लान्ट स्थापना गर्ने ऐतिहासिक सम्झौता गरे।
उनका यी कदमहरूले निश्चय नै देशको पूर्वाधार र जनताको जीवनस्तरमा दूरगामी सकारात्मक प्रभाव पार्नेछ। जनरल इब्राहिम ट्राओरेको चुनौतीपूर्ण भाषण। ट्राओरे सुरुदेखि नै पुँजीवादका विरोधी रहेका छन् र अमेरिका र युरोपेली देशहरूको नीतिहरूको कड़ा आलोचना गर्दै आएका छन्। केही दिन अघि अफ्रिकाका प्राकृतिक स्रोतहरूको शोषण र नवउपनिवेशका विरुद्धमा बोल्दै गर्दा यतिबेला उनको एक भाषण विश्वभर चर्चाको विषय बनेको छ। उनको यो भाषण केवल एक राजनीतिक वक्तव्य मात्र नभएर अफ्रिकाको साझा पीडा, आक्रोश र आशाको प्रतिध्वनि हो। यस भाषणमा उनले CNN, BBC, फ्रान्स 24 जस्ता अन्तर्राष्ट्रिय मिडियालाई सिधै चुनौती दिँदै उनीहरूमाथि झुट फैलाएको र सूचना तोडमोड गरेको आरोप लगाएका छन्। उनको भाषणमा पश्चिमा मिडियामाथि प्रश्न उठाउँदै अफ्रिकाप्रति उनीहरूले हेर्ने दृष्टिकोणको गम्भीर आलोचना गरेका छन्। ट्राओरेले पश्चिमा मिडियालाई लक्षित गर्दै भनेका छन्, CNN, BBC, फ्रान्स 24, मैले तिमीहरू सबैलाई हेरिरहेको छु। म तिमीहरूका हरेक झुटलाई रेकर्ड गरिरहेको छु। म तिमीहरूले तोडमोड गरेर भनेका हरेक कुराहरूलाई संकलन गरिरहेको छु। म इब्राहिम ट्राओरे हुँ र आज म तिमीहरूको नकाब उतार्दैछु। यो भनाइले पश्चिमा मिडियाले अफ्रिकी कथाहरूलाई कसरी प्रस्तुत गर्छन् भन्ने बारे ट्राओरेको गहिरो असन्तुष्टि झल्काउँछ। उनीहरूले आफूलाई युवा सैनिक शासक, खतरनाक उग्रवादी र पश्चिमा विरोधी तानाशाह भनेर चित्रण गर्ने मिडियाको आलोचना गर्दै भने, आज म तिमीहरूलाई सत्य बताइरहेको छु। यसपटक तिमीहरूले माइक बन्द गर्न सक्दैनौ। यसपटक तिमीहरूले क्यामेरा हटाउन सक्दैनौ। यसपटक तिमीहरूका सम्पादकहरूले यो भाषण काट्न सक्दैनन्, किनभने त्यो संसार अब रहेन जसमा तिमीहरूको एकाधिकार थियो। अब करोडौं मानिसहरूले यो कुरा सुन्नेछन्। तिमीहरूको फिल्टरबाट गुज्रिएर होइन, तिमीहरूको झुटमा बेरिएर होइन, तिमीहरूको फोहरमा लतपतिएर होइन। यो भनाइले सूचनाको प्रवाहमा पश्चिमा मिडियाको एकाधिकारको अन्त्य र सामाजिक सञ्जाल जस्ता माध्यमबाट सीधा संवादको सम्भावनालाई जोड दिन्छ। ट्राओरेले आफू बाल्यकाल हुँदादेखि नै पश्चिमा मिडियाले कसरी अफ्रिकालाई चित्रण गर्दै आएको छ भन्ने बारे खुलस्त पार्दै भनेका छन्, म अहिले 34 वर्षको भएँ। मैले मेरो जीवनको हरेक दिन तिमीहरूको झुटमा बिताएको छु। बाल्यकालमा म टिभीमा अफ्रिका देख्थेँ। सधैँ त्यही तस्विरहरू, झिंगाले घेरिएका बच्चाहरू, सुक्खा जमिन, हतियार, मृत्यु, जहाँ सधैँ यसरी नै अफ्रिकाको चित्रण गरिएको हुन्थ्यो। उनीहरूले हामीलाई अफ्रिका यस्तै हुन्छ भन्दै गर्दा हामीले पनि स्वीकार्यौं। आज हामी आफैलाई लाज लाग्छ आफ्नो भूमि र आफ्ना मानिसहरू देख्दा। यस्तो हुनुको पछाडि यी पश्चिमी मिडिया नै हुन् जसले अफ्रिकालाई सधैँ गरिबी, रोग र द्वन्द्वको महाद्वीपको रूपमा मात्र प्रस्तुत गरिरहे। उनले पश्चिमा मिडियाले अफ्रिकालाई मानवविहीन र जंगली जनावरको रूपमा प्रस्तुत गरेको आरोप लगाए। उनले भने, जब अफ्रिकाको नाम आउँछ उनीहरूको शब्दकोशमा आशा, सफलता, विकास, प्रतिरोध, इज्जत, गर्व वा जित जस्ता शब्दहरू नै हुँदैनन्। यो चित्रणले अफ्रिकाको सकारात्मक पक्ष, यसको संस्कृति, इतिहास र प्रगतिलाई पूर्णतया बेवास्ता गरेको उनको भनाइ छ। ट्राओरेले अफ्रिकाको गरिबीको मूल कारणमाथि प्रहार गर्दै सोधे, तिमीहरू सोध्छौ अफ्रिका किन गरिब छ, तर तिमीहरू कहिल्यै सोध्दैनौ अफ्रिका यति धनी हुँदा पनि कसरी गरिब बनाएर राखिएको छ। उनका यी प्रश्नहरूले अफ्रिका महाद्वीपको गहिरो विरोधाभासलाई औंल्याउँछ, जहाँ अतुलनीय प्राकृतिक स्रोत साधनको प्रचुरता हुँदाहुँदै पनि ठूलो जनसंख्या गरिबीमा बाँचिरहेको छ। ट्राओरेले यसको जवाफमा केही डरलाग्दा तथ्याङ्कहरू प्रस्तुत गरे, जसले पश्चिमा शक्तिहरूद्वारा अफ्रिकी स्रोतहरूको अनैतिक र अनुचित दोहनको स्पष्ट चित्र देखाउँछ। उदाहरणका लागि, विश्वको 70% कोबाल्ट अफ्रिकाको कंगोबाट आउँछ। यो खनिज स्मार्टफोन, ल्यापटप र इलेक्ट्रिक कारका ब्याट्रीहरूका लागि अपरिहार्य छ। तर विडम्बनाको कुरा, कोबाल्ट उत्पादन गर्ने कंगोका अधिकांश मानिसहरू एउटा साधारण मोबाइल फोन किन्न पनि असमर्थ छन्। त्यस्तै विश्वको 90% प्लेटिनम दक्षिण अफ्रिकाबाट आउँछ, तर त्यहाँका खानीमा काम गर्ने मजदुरहरू र स्थानीय समुदायहरू अत्यधिक बेरोजगारी र गरिबीको चपेटामा छन्। माली, बुर्किना फासो, घाना र तान्जानिया जस्ता देशहरूबाट विश्वको 30% सुन उत्पादन हुन्छ, तर सुनको प्रवाह नदी जस्तै बग्दा पनि त्यहाँका जनता गरिबीमा डुबेका छन्। हीराको हकमा बोत्सवाना, अंगोला, कंगो र सिएरा लियोनबाट 65% हीरा निकालिन्छ, जसको बजार मूल्य अरबौं डलर हुन्छ, तर त्यहाँका मजदुरहरू दैनिक $1 भन्दा कममा काम गर्न बाध्य हुन्छन्। यसका साथै
पेरिस जस्ता युरोपेली शहरहरूलाई उज्यालो बनाउने बिजुलीका लागि प्रयोग हुने युरेनियमको 35% नाइजर, नामिबिया र दक्षिण अफ्रिकाबाट आउँछ, तर यही खनिज उत्पादन गर्ने अफ्रिकी गाउँहरूमा बिजुलीको पहुँच छैन। ट्राओरेको भनाइको सार यही हो कि अफ्रिका गरिब छैन, बरु त्यसलाई गरिब बनाइएको छ। यसको प्रमुख कारण उपनिवेशवादको विरासत र त्यहाँको नयाँ रूप, जसले अफ्रिकी देशहरूलाई उनीहरूको आफ्नै स्रोतमाथि पूर्ण नियन्त्रण गर्न दिँदैन। पश्चिमा शक्तिहरूले अनुकूल सम्झौताहरू, ऋणको चाल र आर्थिक दबाव मार्फत अफ्रिकाका बहुमूल्य खनिजहरूमाथि कब्जा जमाएका छन्, जसले गर्दा अफ्रिकी जनताले आफ्नो सम्पत्तिको वास्तविक लाभ उठाउन पाएका छैनन्। यो निरन्तरको शोषणले अफ्रिकाको आर्थिक विकासमा बाधा पुर्याएको छ र गरिबीको दुष्चक्रलाई कायम राखेको छ। उपनिवेशवादको नयाँ रूप। ट्राओरेले अफ्रिकाको गरिबीको मुख्य कारण उपनिवेशवादलाई मानेका छन्, जुन कहिल्यै समाप्त भएन, केवल यसको रूप मात्र परिवर्तन भयो। उनको यो विश्लेषणले नव उपनिवेशवादको अवधारणालाई स्पष्ट पार्छ, जहाँ सैन्य वा प्रत्यक्ष राजनीतिक नियन्त्रणको सट्टा आर्थिक र कर्पोरेट माध्यमबाट प्रभाव जमाइन्छ। उपनिवेशवाद कहिल्यै समाप्त भएन, उसले केवल रूप बदल्यो। पहिले तिमीहरूले हाम्रा देशहरूमा कब्जा गर्थ्यौ, अब तिमीहरू कम्पनीहरू खोल्छौ। पहिले तिमीहरू जबरजस्ती लिन्थ्यौ, अब तिमीहरू सम्झौता गराउँछौ। पहिले तिमीहरू कोर्राले शासन गर्थ्यौ, अब तिमीहरू ऋण दिएर बाध्य बनाइरहेका छौ। उनको यो विश्लेषणले पश्चिमा देशहरूले अफ्रिकामा कसरी आफ्नो आर्थिक र राजनीतिक पकड बनाएका छन् भन्ने कुरालाई उजागर गर्दछ। उनले स्पष्ट पारेका छन् कि अफ्रिकाको समस्या मद्दत नभई हस्तक्षेप हो, जसले गर्दा अफ्रिका कहिल्यै आत्मनिर्भर हुन सकेन। ऋणको जाल, असमान व्यापार सम्झौता र बहुराष्ट्रिय कम्पनीहरूको अनियन्त्रित शोषण जस्ता माध्यमबाट अफ्रिकाको आर्थिक र राजनीतिक स्वायत्ततामाथि प्रहार भइरहेको उनको तर्क छ। यी नीतिहरूले अफ्रिकी देशहरूलाई विकासशील अवस्थामा नै राख्न मद्दत गर्छ, ताकि पश्चिमा शक्तिहरूले उनीहरूको स्रोतहरूमाथि नियन्त्रण कायम राख्न सकुन्। ट्राओरेले पश्चिमा मिडियाले अफ्रिकाको सफलताको कथालाई कहिल्यै प्राथमिकता नदिएकोमा पनि प्रश्न उठाएका छन्। उनले न्यूयोर्क टाइम्स, वाशिंगटन पोस्ट, गार्डियन, लिडेज जस्ता प्रतिष्ठित मिडियाहरूलाई सोधेका छन्, कतिपटक तिमीहरूले इथियोपियाको पुनर्निर्माण परियोजना देखायौ, कतिपटक तिमीहरूले बोत्सवानाको लोकतान्त्रिक सफलताको प्रशंसा गर्यौ, कतिपटक तिमीहरूले केन्याको उद्यमी कथा सुनायौ, किनकि यी सबै तिमीहरूको स्क्रिप्टमा फिट हुँदैन। तिमीहरूको अफ्रिकाको कथामा अफ्रिका सफल हुन सक्दैन। यदि अफ्रिकालाई मद्दतको आवश्यकता छैन भने तिमीहरूले कसरी हस्तक्षेप गर्नेछौ? यदि हामी पिछडिएका छैनौं भने तिमीहरू हामीलाई कसरी होच्याउनेछौ? यो भनाइले पश्चिमा मिडियाको पूर्वाग्रही रिपोर्टिङ र अफ्रिकाको सकारात्मक परिवर्तन र विकासलाई बेवास्ता गर्ने प्रवृत्तिलाई उजागर गर्दछ। ट्राओरेको विचारमा यदि अफ्रिका सफल र आत्मनिर्भर देखियो भने पश्चिमा मद्दत र हस्तक्षेपको औचित्य समाप्त हुन्छ, जसले गर्दा उनीहरूको प्रभाव घट्छ। त्यसैले अफ्रिकालाई सधैँ समस्याग्रस्त र सहायतामा निर्भर देखाउनु उनीहरूको निहित स्वार्थ हो। ट्राओरेको सन्देश र भविष्यको दिशा। जनरल इब्राहिम ट्राओरेको सन्देश स्पष्ट छ, अफ्रिका अब पश्चिमा शक्तिहरूको कठपुतली बन्न चाहँदैन। उनी अफ्रिकी राष्ट्रहरूलाई आत्मनिर्भर, स्वाभिमानी र स्वतन्त्र रूपमा आफ्नो भाग्य आफै तय गर्न आह्वान गर्दछन्। उनको यो भाषणले अफ्रिका भरिका युवाहरूमा आशा र नयाँ चेतना जगाएको छ। यो एक प्यान अफ्रिकनवादी आन्दोलनको संकेत हो, जहाँ अफ्रिकी देशहरूले आफ्नै हित र सार्वभौमिकतालाई प्राथमिकता दिनेछन्। ट्राओरेको उदयले विश्व राजनीतिमा नयाँ ध्रुवीकरणको संकेत दिन्छ, जहाँ विकासशील राष्ट्रहरूले अब आफ्नो अधिकारका लागि मुखर रूपमा आवाज उठाउन थालेका छन्। बुर्किना फासो, माली र नाइजर जस्ता देशहरूले फ्रान्सको प्रभावबाट मुक्त हुन रुससँग सम्बन्ध बढाएको घटनाक्रमले पनि यसलाई पुष्टि गर्दछ। यी देशहरूले फ्रान्सको सैन्य उपस्थिति र आर्थिक नीतिहरूको आलोचना गर्दै रुस, चीन र अन्य गैर पश्चिमा शक्तिहरूसँग सुरक्षा र आर्थिक सहकार्य बढाएका छन्। यो प्रवृत्तिले अफ्रिकामा भू राजनीतिक शक्ति सन्तुलनमा परिवर्तन आउन सक्ने संकेत गरेको छ। जनरल इब्राहिम ट्राओरेले पश्चिमा हस्तक्षेपलाई चुनौती दिँदै निश्चित रूपमा विश्वको ध्यान अफ्रिकाको वास्तविक सम्भावना र चुनौतीहरूमा केन्द्रित गराएका छन्। उनको आवाजले अफ्रिकाको आत्मनिर्णयको अधिकार र स्वावलम्बनको मार्गलाई जोड दिएको छ। उनको भाषणले केवल बुर्किना फासोको मात्र नभएर सम्पूर्ण अफ्रिका महाद्वीपको भावनालाई प्रतिनिधित्व गर्दछ, जसले अब आफ्नो कथा आफै लेख्न चाहन्छ। दर्शकवृन्द, तपाईलाई आजको यो श्रृंखला कस्तो लाग्यो
हामीलाई कमेन्टमा अवश्य बताउनुहोला।